यति बेला हामी लोचा खोलामा छौँ। यो रावबेसी गाउँपालिका हो। रावबेसी गाउँपालिकाको कुभिन्डे र हङचुरको बिचमा बग्ने लोचा खोलामा गएको वर्ष म आफू भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा हुँदा मन्त्री पदमा रहँदा यो खोलामा पुल लगाउनु पर्छ भनेर बजेट विनियोजन गरेको थिएँ र अहिले अनुगमनको सिलसिलामा यहाँ आइपुगेको छु। यो पुलको सम्झौता 82 साल मा भयो। माघ 13 गते यो पुलको सम्झौता भयो र 84 को जेठको अन्तिमसम्म यो पुलको समय छ। तर यो पुल निर्माण व्यवसायीले अहिले भन्दै हुनुहुन्छ म यो दशैंभन्दा अगाडि नै यो पुल जिम्मा लगाउँछु भनिरहनु भएको छ। अत्यन्तै रफ्तारको साथ काम गरिरहनु भएको देखिन्छ। आज हामी चाहिँ प्राविधिक कार्यालयको कार्यालय प्रमुख सहितको टोली हामी यहाँ आएको छौँ र यो पुल निर्माण धमाधम भइरहेको छ। मैले भन्ने गरेको छु यो खोलाहरू हाम्रो खोटाङ जिल्लामा धेरै खोलाहरू छ। कोसीले छेकेको जिल्ला हो। हामीलाई यो खोला खोल्सा भिर पहरा र अरूले हामीलाई छेकिरहेको छ। अब छेक्नु हुँदैन भन्ने मान्यता हामीलाई हो। किनभने चाहिँ हामीले पनि गणतन्त्रको लाभांश लिन पाउनुपर्छ र यस्ता पुलहरू अझै धेरै बन्नु छ। खोटाङमा हामी बनाउँछौँ र यो पुल जसरी रफ्तारमा बनिरहेको छ अन्य पुलहरू पनि अहिले बहुवर्षीय योजनामा गएका योजनाहरू रफ्तारका साथ बनिरहेको छ र यो पुल सम्पन्न भइसके पश्चात यो खोलाले पनि अब हामीलाई छेक्दैन र यो बेल्टको सम्पूर्ण नागरिकहरूले यो पुलको ऐसेल खर्क जानका लागि दुबेकोल जानका लागि यो पुलको सहारा हामीले लिनेछौँ र यो पुल समयमै सम्पन्न हुनेछ। समयभन्दा अगावै सम्पन्न हुने देखियो। यही आउँदै गरेको दशैंभन्दा अगाडि यो पुल सम्पन्न हुने भनिसके पश्चात यो पुलको 18 महिनाको म्याद हो। तर 18 महिना नलागी यो 12-13 महिनामा यो पुल सकिने स्थिति देखियो। त्यसकारणले म सबैलाई खुसी पनि साट्न चाहन्छु। यसरी नै काम भयो भने खोटाङ जिल्लालाई समृद्ध गर्नका लागि, समृद्ध बनाउनका लागि, देशलाई समृद्ध बनाउनका लागि धेरै समय लाग्दैन भन्ने ठानेको छु।